आफन्त भनेको यस्तो चिज रहेछ। मैले अहिले पछिल्लो क्रममा पछिल्लो 5-6 महिनामा मैले एकदम भोगेको छु। आफन्त भनेको यस्तो चिज रहेछ। तपाईँका मैले हप्तामा एउटा गीत फालिरहेको छु अहिले। हप्तामा एउटा गीत फालिरहेको छु, तर मेरो आफन्त सर्कलको कसैले पनि एउटा टिकटक बनाइदिन्न क्या। एकचोटि गीतलाई सेयर गर्दिन्न के। जे गरेछन् बाहिरी मान्छेहरू, मैले चिन्दै नचिनेका मान्छेहरूले चाहिँ मलाई शुभकामना दिएका छन्। उनीहरूले सेयर गरेका छन्, उनीहरूले चाहिँ नि हाइलाइट लगाएर शुद्ध सेयर गरेका छन्, कम्युनिटी सेयर गरेका छन्। तर आफन्त मित्रले चाहिँ नि मेरो यो 13 दिनको खुन हो अथवा चाहिँ मेरो यो चाहिँ अब नामै टिकाउनु परेन यो भन्ने मान्छेहरूले चाहिँ कसैले पनि मैले आजसम्म टिकटक देखेको छैन। लाखौँ टिकटक बनेका छन् होइन, एउटा टिकटक नि देखेको छैन, एउटा सेयर पनि देखेको छैन। भनेपछि आफन्त भनेको चिज यस्तो चिज हो, निहाल्छ हामीलाई। हरेक मान्छेको आफन्तीहरूले हामीलाई निहाल्छ, निहालेर मात्र बस्छ। उसले लाइक पनि गर्न सक्दैन, कमेन्ट पनि गर्न सक्दैन, उसले निहाल्छ मात्र के, उसले सेयर पनि गर्दैन। अनि के को आफन्त भन्नु पऱ्यो, के को इष्टमित्र भन्नु, हामीलाई सपोर्ट गर्नु